विशेष गरी उम्मेदवारी दर्ताको क्रममा जनताको उत्साहपूर्ण सहभागिता देखेर पनि त्यो अनुभूति हुन्छ। पछिल्लो चोटि नवयुवाहरूको विद्रोहपछि विशेष गरी यो देशमा युवाहरूले नेतृत्व गर्नुपर्छ र सोलुखुम्बु जिल्लाको सन्दर्भमा पनि युवा सशक्त भिजन भएको नेतृत्व आउँदामाखेरि यो दशकौँदेखि जुन सोलुखुम्बु जिल्लाका जनताको विकास र निर्माणको आकांक्षा छ त्यसलाई साँचो अर्थमा सम्बोधन गर्नको लागि नवयुवाहरूको अपेक्षा सम्बोधन गर्न र विशेष गरी चाहिँ ज्येष्ठहरू अग्रजहरूको चाहिँ मनोभावनालाई पनि सम्मान गर्नको लागि हाम्रो उम्मेदवारी भएको हो र हाम्रो उम्मेदवारीको कारणले गर्दा सबैलाई समान रूपमा सम्बोधन हुने र विशेष गरी सोलुखुम्बु जिल्लाको जुन विकास र निर्माणको आकांक्षा छ अधुरो आकांक्षा छ त्यसलाई सम्बोधन गर्नको लागि हामीले नेपाली कम्युनिस्ट पार्टीबाट आफ्नो उम्मेदवारी दिएको।